भैया आगो फुक्नु कस्तो भइरहेछ भैया? गाह्रो गाह्रो भइरहेछ। गाह्रो। अर्को भैया दाउरा काट्नु कस्तो भइरहेछ? एकदम मजा खेलाउँछु जस्तै लागिरहेछ। अनि सिसलाई चाहिँ के भइरहेछ त आजको स्पेसल? आजको यहाँ खानकी हुनेवाला छ। हामी चाहिँ टिम हो, टिम चाहिँ अनि एकदम आजको स्पेसली बसाइ चाहिँ यहाँ भइरहेछ। आजको मर्निङको खाना चाहिँ यहाँ तन्काउने विचार हाम्रो। अनि आगो सागो फुक्दैछ। हामीसँग सामान पनि यस्तो हल्का छ। अनि ए हो हाम्रो ग्रुप। यो चाहिँ हाम्रो चिया पाकिरहेछ है। हेर पर्खेको चिया साथीहरू जाडोले। सिस्टर ए आगो मर्छ क्या केटा, त्यसरी नफुक्न नचला नि। त्यसरी कस्तो चलाउनु खोजेको? नचला न। यार चिया पनि नपाक्ने भयो। अझको विशेष तरकारी हो नि त गाई छ यो। के भन्छ यसलाई? ठोट्ने यो अरे यो हामीलाई बहुत बढिया छ फेरि। अनि तातो चाय पनि, पानी पनि हल्का छिस पर्न लाग्दिरहेछ। तोड्दैछ नि तातो चिया, भात पनि पाक्दैछ। ल हाम्रो दाइले तरकारी काट्दैछ। अहिले हामीलाई टक्कै यसको तरकारी खुवाउनेवाला छ। सिसले चाहिँ कुकिङ गरिरहेछ यहाँ एकदम के अरे ठोट्नेको तरकारी। यहाँ चाहिँ चौचौ मिक्स हुनेवाला छ। क्रिस अनि तन्काउनुको लागि चाहिँ यिनीहरू रेडी छन्। अनि म पनि रेडी छु तन्काउनुको लागि चाहिँ। एकदम अब हामी खाना गइरहेछौँ। हेर्नु सक्नुहुन्छ तरकारी हाम्रो पाकिसकेको छ। खाना पस्किरहेको छ हाम्रो दिदीले। हेर्नु सक्नुहुन्छ अब एकदम यता पानी परिदिरहेछ, धुम्म लाग्दिरहेछ। कस्तो छ भाइ तरकारी? ल मलाई एउटा स्पुन। ल मलाई पनि हो। ल आइगएछ मेरो लागि पनि स्पेसल आजको खानकी। ल कस्तो लाग्यो भाइ तरकारी र खाना? ल दामी छ आजको। पानी परिरहेछ। ओ पानी परिरहेछ एकदम